Woi, टोक्ने अन्डै ब्रेक नलाएर लुक एट द्याट गाइज भित्र हाल्ने ठाउँ त छैन होला भोलि स्टार्ट हुन्छ त हामी झगडा गर्नुहुन्न लम्बा पछि पछि आउँछ है हेलो गाइज के छ त नि खबर सबैजनाको सन्चै हो त के हो ल आजको भिडियो चाहिँ अब तपाईहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हैन आज हामी अलिकति 2 दिनको लागि भनौं न 2 डे 1 नाइट को लागि हामी यसो ट्राभलमा छौं हाम्रो यात्रा चाहिँ कुरी भिलेज सम्मको हुनेछ हामी यसो टक्क लाएर के भन्छ यता दोलखा भीमसेन सैलुङ अनि त्यसपछि कुरी भिलेज पुग्ने प्लानमा हिँडेको छौं हैन लास्टै जाम भयो गाइस त्यो भन्दा अगाडि मैले भिडियो बनाएन हैन आजको यात्रा चाहिँ हाम्रो टक्क यहाँ पेप्सीबाट हाम्रो यात्रा सुरु भयो अब हेर्नुस् अरु कुरा बाटोमै गरौँला हैन त्यही हो के रे जाम भयो के लास्टै जाम भयो बल्ल अलिकति फ्री ठाउँमा आएर चाहिँ म भिडियो बनाइरहेको छु हावा पनि चलिरहेको छ माइकमा डिस्टर्बेन्स होला सो जानुस् दादा जानुस् जानुपर्ने हुन्छ हिजोबाट रुगा लागिरहेछ फेरि मलाई गाह्रो छ ल हामी मन्टेपुर ठुमी आइपुग्यौं यहाँ अगाडि जाम छ जस्तो छ यो ठाउँमा नि लास्टै जाम हुने यार जहिले पनि बाटो साँघुरो छ गाडीको फ्लो धेरै छ के गर्नु खुल्यो भोक पनि लागिसक्यो खाना नखाइ हिँडेको के गर्नु दस बजिसकेको अवस्था थोरै ओभरटेक हान्छ है थोरै ओभरटेक हान्छु ल यो बस कहाँ जान छिर्या हो यही बसले गर्दा अघिबाट ल्याङ 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 भइरहेछ अझै पनि यो बसै अगाडि छ क्या मेरो जानुस् जानुस् सरी द्याट्स माई फल्ट यताको चाहिँ बाटो अलिकति व्यवस्थित लाग्छ है मलाई अलिकति ठुलो छ नत्र उतातिर त अब यहाँ हुन त अब फ्याक्ट्रीहरू पनि छन् औद्योगिक क्षेत्र भने नि भयो त्यही भएर पनि होला ल गाइज अब भ्यालीको धेरै भिडियो बनाउँदिनँ म भ्यालीमै धेरै भयो भने माथिको नजाराहरू तपाईँले देख्न सक्नुहुन्न फेरि गाह्रो छ है ओह ल गाइज हामी चाहिँ टक्क बनेपामा खाना खायौँ त्यसपछि फेरि अब अगाडि धुली खेलतिर जाँदैछौँ है त गाइज ए कस्तो चिप्ले सेट गाइज त्यताबाट आएर चाहिँ तलतिर लेफ्टतिर रहेछ है बाटो अब के गर्नु है यस्तै हो आमामामा किन जाम हो कि
जामै हो कि रोक्या हो कि के हो? टिप्परसम्म त जाउँ न। पुरै त्यहाँ पुलिस बसिरहेको छ त बाटोभरि के हो? के भयो र यहाँ? के भएको रे? ए दोलल हजानबाट त्यही हो नि। हे ल ठिक छ। जाममा बस्थ्यौँ न त के छ र होइन? यत्रो यत्रो के अरे जान रेडी भइसक्यो। बाटो छ त माथि हो? बाटो छ त? तपाईँ जानु ल न। ल म पछि आउँछु है। ल अब दायाहरू भेट्नुभयो। कस्तो बिजोग पारे यार। ल लिडिङ कसले गरेर आयो होइन थाहा छैन। ला यार त्यो दाइको झोला फुस्किन लागिसक्यो। बाङ्गे झोला बोकेको छ 220 मा छाट्या छ केटाहरू कहाँ जान खोज्यो? बाटो च्याट्ट टिप्पर टिप्पर हिँड्दो रहेछ क्या। ओइ 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 बाइकवालाहरू अब गाली खायो त्यसले। ल ल भयो त छोडिदिनु यार। ल है गेटा हो हाम्रो त पुरा ग्याङ हो अहिले त। ऊ पनि मेरो साथी, ऊ पनि मेरो साथी, ऊ पनि मेरो, ऊ पनि मेरो, मै पनि मेरै। कति हो साथी त? ऊ त दुईटा टिप्पर पनि मेरो हो। ल त थ्याङ्क यू। हात उठायो। त्यो दाइलाई म एकदम धन्यवाद दिन चाहन्छु यार। टोक्ने अन्य ब्रेक नलाएर धेरै सहयोग गर्नुभयो यार। त्यस्तो कहिले नहिँडेको बाटो हिँडाउनु भयो होइन। मेरो भिडियो अब तपाईँसँग पुगेछ भने चाहिँ फेरि पनि थ्याङ्क यू। कुनै दिन मिलेर यसो चिया खायो भने दाजुभाइ के छ र? तपाईँ पनि 220 म पनि 220। ए भर्नु त कति पर्छ? अनलाइन हुन्छ नि होइन? 0 किलो। ल हामी यताबाट कता जान्छौँ यार? हामी कता जान्छौँ यार? दिदी कालिम्चोक जाने बाटो कुन? उतापट्टि कालिम्चोक उतापट्टि हो। हस् धन्यवाद। ल यताबाट चाहिँ यो 0बाट चाहिँ हामी राइट लाग्नुपर्ने रहेछ है केटा हो। राइट लाग्ने रहेछ। सुकुटे बिच जाने यता। ल हामी छरेतिर जाँदैन रहेछौँ। हामी चाहिँ तातोपानी यताबाट जान्छौँ।
ल गाइस कालिम्पोङको गेट पनि के पार गरेको थियो हैन हिउँले दर्शन गरिहाल्यो सो अहिले चाहिँ मैले माइक हालेको छैन साउन्ड अलि नराम्रो आएको होला यार त्यसको लागि सरी है म माइक अहिले हाल्न सक्दिनँ किनकि अब डेस्टिनेसनमा पनि पुग्नु पर्ने हुन्छ सो त्यही नै हो तपाईँहरूलाई बिचतिरको हल्का फुल्का देखाउन सकिएन हैन त्यही हो तपाईँलाई अब म भोलिको नजाराहरू चाहिँ देखाउने छु ल हेर्नु त हिउँ भइरहेको छ टक्क माथिबाट हाम फाल्दैछ राम्रो टाइममा हामी आइपुगेपछि यहाँ जे होस् ठिकै छ अब होटललाई यसो कन्ट्याक्ट गर्छु कहाँनिर हो त्यसपछि त्यही हो ल है त कालिम्पोङमा हिउँ खेल्न पनि आइपुग्यो लुक एट द्याट गाइज लुक एट द भ्यू देख्नुभयो होला तर लास्टै हुसु लागेको छ होइन बुढी कस्तो भइरहेछ हो र ल ठिक छ ल अब धेरै पनि छैन हामी लगभग 11 किलोमिटर भनेपछि अब 2 किलोमिटर जति चाहिँ हामी अलि यस्तै हिउँकै बाटो हिँड्नुपर्ने हुन्छ होला सो त्यही नै हो गाइज अरू भिडियोहरू चाहिँ अब म हातैले बनाउँछु होला है त क्या मजाले पर्ने रहेछ यो लाइफको फर्स्ट उ त्यो हो क्या मेरो फर्स्ट एक्सपिरियन्स हो होइन हिउँ पर्ने चाहिँ तपाईँहरूले झरिरहनु भएको चाहिँ देख्नु भएको छ कि नै थाहा छैन होइन म एकछिन देखाइदिन्छु ल गाडी रोकेर ल हेर्नु है ल यसरी झर्दो रहेछ पटक्क पुटुक हेर्नु सानो यसरी झर्दैछ यही हो ल हेर्दै बस्नुहोस् उमा राख न पछाडि के हो झगडा पो पऱ्यो त झगडा नगर्नु न दिदी हामी झगडा गर्नुहुन्न मिलेर हिँड्नुपर्छ हामी नेपाली हो न त्यतै जाँदैछौँ नि हामी होइन कति अगाडि हो भन है त्यही हो नि त मैले कल गरेको कता दाइ पछाडि कहाँ हो यहीँ ए हो भित्र हाल्ने ठाउँ त छैन होला भोलि स्टार्ट हुन्छ त लास्ट ट्रिप के अरे पिकअप नदिएर धेरै हिँडेर के हो यो चिसो ठाउँमा भएर हजुर भने घर गर्छ ल गाइस यही नै हो वी आर रिच्ड होइन लुक एट द्याट यही नै मैले चाहिँ पहिलो यसो कल गरेर आएको थिएँ कसम बाइकले पिकअप दिएन क्या अनि यसो दाजुभाइहरू यसो गफ हानेको ल बाइक चाहिँ चक्की छ होइन के छ त बिहार्छ के भन्ने ल अब रुमतिर लाग्छौँ अहिले तपाईँहरूलाई म एकछिनमा घुम्न निस्किन्छु अब चट्टो लगाएर है त टाटा